हेलो गाइज, वेलकम टू माई मिनी ब्लग। आज चाहिँ म बाथरुममा धारा सेट गर्न लागेको थिएँ। अनि धाराहरू हमर सलाइदिन्छ। अनि पहिलाको ढक्कन खोले, यताउता लोटे। त्यसपछि हल्का मसलाहरू लगाएर जाने सफा गरेँ। त्यसपछि धारा सेट गर्न दिन लागे, नापे कति लाग्छ। अनि त्यसपछि टेप हाल्न थालेँ, अनि कसे, अनि चेक गरेँ कति कतिको खोल्नुपर्छ भनेर। अनि चेक गरेर कसे, दायाँ बायाँ एकदम टाइट कसे। अनि ओपन गरेर नि हेरेको भयो कि भएन भनेर। अनि पाइप चाहिँ लामो थियो, अनि काट्नु पर्यो। अनि फिटिङ गरेँ। अनि सावरको पालो आयो। अनि सावर चाहिँ घुमिराखेको थिएन। अनि मैले झोलाले लाएर छेपेर प्लास्टिक कसेँ। अनि वासिटरहरू ठेलेँ, ड्याङ हालेर अनि टाइट पायो। सावर पनि चेक गरेँ हुन्छ कि हुँदैन भनेर। अनि धारा चलाएको पानी चाहिँ आउँदैछ, कम आउने रहेछ, ट्याङ्की नजिकै भएर होला सायद। अनि सावर चाहिँ फोर्सै आइरहेको थियो, सावरको पानी यताउता दायाँ बायाँ गरेर। अनि स्पिड कतिको आउँछ भनेर परिमित गरेँ।